हेलो गाइस, म आइसकेको छु यहाँ। यो भिलेजको नाम छ युनपिङ हेनोक भिलेज। हेर्नुहोस्, त्यहाँ बुक्सान माउन्टेन छ होइन। यो भिलेज हेनोक भिलेज भन्छ यसलाई। युनपिङ डिस्ट्रिक्टमा पर्छ होइन। युनपिङ हेनोक भिलेज भनेर चिनिन्छ। मौसम बिग्रेको कारणले यहाँ हामी पानी पर्न थालेछ। मोची अब त्यहाँ बस्ने होला, त्यो टेन्सन भइरहेछ होइन। छाताहरू केही बोकेको छैन मैले। यो भिलेजको दृश्य घरहरू हेर्नुहोस्, कति कपाल एस्थेटिक तरिकाले बनाइएको छ होइन। दामी, यहाँ पछाडि यस्तो दामी पहाड छ हेर्नुहोस्। पहाड हिमालय भनौँ न, पहाड त के भनौँ, हिमालय भनौँ। यहाँ बुक्सान भन्ने हिमाल छ होइन। हेर्नुहोस् भ्यू कस्तो दामी छ। यस्तो गाउँमा पो बस्नु भन्छ त होइन केटा। अर्को थोपर पनि हेर आउनेछु। History of this village. यहाँ टुरिस्टहरू हुन्छ होइन, तर यो खासमा टुरिस्ट एरिया होइन क्या, टुरिस्ट प्लेस होइन। यो चाहिँ रेसिडेन्सियल एरिया हो। यहाँ मान्छेहरू आफ्नो दैनिक जीवनयापन यही गर्ने गरेका छन्। पुरै त्यो तरिकाले साडी गर्नुहोस्। आज मौसमले त पानी पर्नु जस्तो भइरहेको के हुन्छ कि आज के हुन्छ। यसको हिस्ट्री के छ, किन बनाइएको छ, कस्तो छ, कस्तो आर्किटेक्चर छ होइन, कहाँबाट कति साल भइसक्यो, कति वर्ष भइसक्यो, त्यसको बारेमा बुझौँ है त। गाइस, कुरा के हो कि यो युनपिङ हेनोक भिलेज युनपिङ डिस्ट्रिक्टमा पर्छ होइन। अनि पहिला होइन गभर्मेन्टले 2000 एडीमा गभर्मेन्टले के भनेको थियो कि यतातिर रेसिडेन्सियल एरिया नहोस् भनेर। अनि यतातिर अलिक टुरिस्टमा अलिक हिस्टोरिकल तरिकाले यतातिर केही गरौँ भन्ने विचारमा यता रेस्ट्रिक्टेड बनाएको थियो होइन। मान्छेहरू नबसोस्, रेसिडेन्सियल एरिया नहोस् भनेर यता अलिक रेस्ट्रिक्ट गरेको थियो। तर पछि गएर गभर्मेन्टले 2010तिरबाट के भन्यो कि यहाँ कल्चरल तरिकाले अब कसरी मान्छेहरू बसोबास गर्छ भन्ने तरिकाले 2010मा यो हेनोक भिलेजलाई कल्चरली तरिकाले प्रिजर्भ गरेर यो भिलेज बनाइएको छ होइन। अहिले वास्तविक भन्दा यहाँ मान्छेहरू आफ्नो दैनिक जीवनयापन गर्ने गरेका छन्। मान्छेहरू पुरै जसरी हामी आफ्नो घरमा बस्छौँ नि
त्यो तरिकाले यहाँ बसिरहेको पुलिसहरू सफाइ हेरेर टुरिस्ट एरियादेखि लिएर सब छ यहाँ। त्यही पनि मान्छेहरू यस्तो बवाल तरिकाले बसिरहेको कि न कसैलाई डिस्टर्ब होस्, न टुरिस्टहरू पनि घुम्न आउँदा कसैलाई डिस्टर्ब नगरिकन रमाइलो गरेर जान्छ होइन। यहाँको कल्चरहरू बुझेर कसरी यो भिलेजहरू कसरी गरे कहाँबाट उडहरू स्टोनहरू ल्याएर बनाइएको छ सब त्यो म्युजियममा। यहाँ म्युजियम पनि छ एउटा, त्यो म्युजियममा सब राम्रो तरिकाले प्रिजर्भ गरेर राखेको छ यहाँको गभर्मेन्टले। अनि अरू चाहिँ के भनेको तरिकाले यहाँ बाहिरबाट तपाईँले यो अलिक पुरानो दैनिक पुरानो ऊहरू जस्तो लागिरह होला, हिस्टोरिकल गाउँ जस्तो लागिरह होला, तर भित्रबाट होइन यस्तो दामी मोडर्न टेक्नोलोजी युज भएर पुरै एसीहरूदेखि लिएर सब जुन तपाईँहरूले इमेजिन पनि गर्नु सक्नुहुन्न त्यस्तो तरिकाले यहाँ बनाइएको छ। मोडर्न पुरै मोडर्न तरिकाले छ होइन। भित्र बाहिरबाट हेर्दा एकदम पिसफुल कल्चरल प्रिजर्भ तरिकाले बनाइएको छ। त्यसैले यो एउटा वान अफ द टुरिस्ट एट्र्याक्सन पोइन्ट पनि हो। सोलदेखि धेरै टाढा पनि छैन, जस्ट 1 घन्टा लाग्छ ट्रेनबाट। ट्याक्सीबाट आयो भने 14 किलोमिटर मात्र छ, त्यहाँबाट 14 किलोमिटर मात्र छ। अनि 14 किलोमिटर अब ट्याक्सीमा अब कति लाग्छ त्यो त मैले गएर आएन, म त ट्रेनबाट आएको, त्यसैले 1 घन्टा मलाई लाग्यो होइन। अरू चाहिँ के हो भने यहाँ पानी पनि पर्न थालेछ। पानीमा सायद मेरो बसोबासी यही हुने छ होइन। जाउँ होला जस्तो लाग्यो। पानी फर्स्ट टाइम एउटा होइन गाउँ यस्तो बवाल आयो फर्स्ट टाइम। यस्तो गाउँ त कास एउटा घर भइदिएको भए बवाल हुन्थ्यो झन्। बसोबासी यही भएको छ होइन। यसमै अब हेरौँ पानी बन्द नहुन्जेलसम्म त म यहीँ बस्छु होला सायद। लेट्स सी के हुन्छ। आउनु पऱ्यो क्या पानी कन्ट्रोल भएको छ। अब अरूतिर घुम्न जाऊँ अरूतिर अब घुम्न जाऊँ। नयाँ नयाँ ठाउँ के छ कस्तो छ इलेक्ट्रोनिक लक रहेछ। त्यो लक चाहिँ खासमा लक हो के भन्छ
पिनवाला लक हो, पुरै टेक्नोलोजी बेस्ड छ होइन। त्यही पनि यहाँ हेर्नुहोस्, भएछ भनौँ न थोरै समयको लागि। तर मौसम चाहिँ त्यस्तै हो, मौसम त पानीले पुरै पर्ने आँटा जस्तो छ होइन। तर यो हेर्नु अरू चिज त ठिकै छ भनौँ। अब लेट्स एक्सप्लोर समथिङ एक्स्ट्रा अर्डिनरी। म्युजियम पनि गइन्छ कि आयो जस्तो लागिरहेको मलाई। म्युजियम खुल्ला छ भने जाम्ला, तब तक फॉलो करते रहे। हो म एक्लै आउने चाहिँ विचारमा थिएन होइन। तर लेट्स सी एक्लै घुमेपछि कस्तो फिल छ भनेर त्यसैले म आज एक्लै आएको। नत्र साथीहरू 3-4 जनालाई भनेको भए तिनीहरू पनि आउन सक्थ्यो। रुममा गएर केही भन्ला कि भनेर कुरा गर्छ होला, केटाहरूले रिसाउँछ होला मलाई किन भनेन भने त। हामी यहीँ बसेका थियौँ अघि। फुलहरू पनि गार्डनहरू पनि यस्तो दामी तरिकाले बनाइएको छ। घरहरू हेर्नुहोस्, अलिअलि घाम पनि आउन थालेछ। हेर्नुहोस् कस्तो बवाल तरिकाले गाडी पनि पार्क छ होइन। यस्तो गाउँ यस्तो घर छ, सानो चिटिक्क परेको गाडी छ, यस्तो घर छ। अरू के चाहियो? मोडर्न तरिकाको होटल यस्तो भएपछि अब 5 स्टार 3 स्टार कि 6 स्टार भन्ने यसलाई। यो घर हेर्नुहोस् गाइज, मोडर्न तरिकाको छ कि अब के भन्ने यसलाई। आर्किटेक्चरहरू यस्तो सानो सानो पार्क हो कि के हो यो? यस्तो स्ट्याचुहरू पनि बनाइएको छ। अनि फुलहरू गार्डनहरू यस्तो दामी तरिकाले व्यवस्थित तरिकाले बनाइएको छ होइन। पुरै हिस्टोरिकल तरिका
रिजर्भ पनि भएको छ, बवाल पनि भएको छ। अब यता त अलिक डेभलप तरिकाको घरहरू भयो। यता चाहिँ लागौँ। ओ वाउ, यो घर पनि त्यस्तो नराम्रो पनि छैन, कति दामी। यो घरहरू हेरेर त युरोपतिर आएकै जस्तो लागिरहेको होइन। लुसी गार्डन युरोपतिर आए जस्तो लागिरहेको। बट दिस इज नट युरोप, दिस इज साउथ कोरिया। पार्क जस्तो छ यार, पार्क पनि जानुपर्छ। कति दामी पाहाड हेर्नुहोस् न। माई गॉड, वाउ वाउ। विचार छ यसरी घुमेर यसरी गर्नु पर्यो। यसरी टुर पनि गराइन्छ कि क्या हो। अब हामी जाऊँ भन्ने टेन्सनमा छु, यतैतिर जाऊँ। फर्स्ट लेट्स सी जिङवान वाइल्ड लाइफ प्रोटेक्सन एरिया। Oh my God, the map. मलाई चाहिँ कोरियन आउँदैन है गाइज, त्यो चाहिँ थाहा होइन मलाई। छुवायो। Oh my God. Seriously, this is the most beautiful concept I had ever seen. Which is that यस्तो बवाल टेक्नोलोजी र हिस्टोरिकल तरिकासँग यस्तो दामी तरिकाले बनाइएको छ होइन। पार्कहरू हेर्नुहोस्, पार्कहरू यस्तो छ, घरहरू यहाँ घरभित्र फेरि सब थोक टेक्नोलोजिकल तरिकाले बनाइएको छ।
छ। यहाँ टेलिस्कोप पनि छ। टेलिस्कोपबाट हेर्ने हो यहाँ टेलिस्कोप। यो पहाडहरूको नाम छ होइन, यहाँबाट देखिने पहाडहरूको नाम। अब टेलिस्कोपबाट हेरौँ के देखिने रहेछ। तपाईँहरू म्युजियमको माथि छु, माथिबाट यस्तो भ्यू छ, ब्युटिफुल। म्युजियम पनि बवाल छ नि। यस्तो छ म्युजियमको डेकोरेसन, गार्डनहरू पनि छ। अरू ठाउँमा घुम्नु पर्यो, जस्तै कि फुलै फुलको बगैँचामा। एउटा साथ जाने बाटो छैन कि अब जानुभन्दा त भिजिट गरौँ। यतापट्टिबाट लाग्नु पऱ्यो क्या। यस्तो गार्डनहरू पनि छ, सानो सानो कुराले पनि धेरै बवाल देख्ने रहेछ क्या। हेर्नुहोस् त, हामी चाहिँ यता हो यता।
यो घरहरू खासमा उड र स्टोन यिनीहरूमा काँटीहरू हुन्छ नि, तीहरू स्टिलहरू फलामहरू केही प्रयोग नगरिकन यसरी काठको बनाइन्छ होइन। काठलाई जोडेर हुन्छ नि, त्यसरी बनाइएको छ यो घरहरू चाहिँ। यही बस्ने गरेछ। गइरहेछौँ। यता हो अलि अगाडि छ। अघि हामी यो पार्ट घुमिसक्यौँ, यता पनि घुमिसक्यौँ। अब यतातिर लाग्नु पर्यो। सरसफाइ पनि हुँदैछ, हेर्नु पर्यो नि त। प्रभुसँग हामी टेम्पल घुमेर आइहालौँ। पार्किङ गर्छ दामी यार। खोला त बबाल छ। पार्क अलि साइडमा खोला। अगाडि आएर हेरौँ कस्तो बवाल क्युट होटल छ होइन। त्यहाँ माथि पाट डिस्टर्ब नगरौँ। पनि लागौँ यता। गइरहेको थियो टेम्पल। यो होटेल हो कि क्या हो, घर हो, घुम्दा होइन होला होटेल चाहिँ। यस्तो दामी छ।
भाइ चलो भगवान लागेर हेर्नुहोस् त कस्तो बवाल छ यो स्टुडियो जस्तो टाइपको छ टेम्पल नै हो सायद parking lot. यहाँ माथि बुकहानसान माउन्टेन हो
मागौँ क्या हो यहाँ यसमा क्याफे हेर्नुहोस् कस्तो दामी छ यस्तो ठिक होला त्यहाँ पार्क पनि छ एउटा always we start our meeting with us. से ही हम चलते हैं अपने घर तक चलो सो गाइस आज के लिए इतना ही मिलते हैं कुछ अलग ब्लॉग पे बाय बाय गुड नाइट